युवक बौद्ध मण्डल नेपाल वाइएमबिएया ने निकगु वार्षिक साधारण सभा जुगुदु वाइएमबिएया ने निकगु वार्षिक साधारण सभा यलया किनु बहिलिदुगु लोककृति महाविहारे शनिबार जुगु ख ज्याजोले वाइएमबिएया भवन्या उलेज्यान जुगु ख वाइएमबिएया अध्यक्ष अरणी तारा वज्राचार्य नाय सुजुगु ज्याजोले वाइएमबिएया भवन्या उलेज्या संघनायक बोधिसेन मास्तवीर यानाबिज्यागु ख ज्याजोले वाइएमबिएया अध्यक्ष अरणी तारा वज्राचार्यले से कोषाध्यक्ष तेज वज्राचार्य पूर्व अध्यक्ष चन्द्रमान साक्य प्रथम उपाध्यक्ष आशारत्न साक्य लगायत संस्था यान पुइचुगु ज्याखैबारे जानकारी दिएको ख स्मारिका प्रकाशन युवक बौद्ध मण्डलको 50 वर्षको इतिहासलाई समेटेर हामीले चाहिँ यसपालि वाइएमबिएको स्वर्ण दर्पण स्मारिका प्रकाशन गर्न सफल भएको छ र यस स्मारिकामा आफ्नो लेखहरू दिएर चाहिँ यो प्रकाशन लेख अमूल्य लेख दिएर चाहिँ हाम्रा पूर्व अध्यक्षहरू र सबै वाइएमबिएका शुभचिन्तकहरूले दिनुभएको योगदान स्वरूप हामीलाई उहाँलाई चाहिँ साधु अनुमोदन गर्दछौँ र यो चाहिँ यो स्मारिका प्रकाशनका संयोजक चाहिँ वाइएमबी गोल्फिङ क्लबका संयोजक श्री यज्ञमान साकेज्यू हुनुहुन्छ। अनुदान पहिले 5000 थियो भने यस वर्ष 21000 अनुदान छ वार्षिक साधारणसभा गत वर्ष 2,79,400 थियो भने यस वर्षको काम भएको छैन। दर्ता तथा नवीकरण गत वर्ष कोरोनाको कारणले हामीले यो संस्था नवीकरण गर्न पाएनौँ र यस वर्ष 3,920 रुपियाँ भएको छ। भोजनदान गत वर्ष 63,395 हो भने यस वर्ष 37,315 रुपियाँ रहनु गएको छ। सबै अध्यक्षज्यूहरूले आफ्नो ढङ्गबाट आफ्नो क्षेत्रबाट यस वाइएमबिए संस्थालाई एकदमै निस्वार्थपूर्ण आफ्नो भित्र हृदयबाट जुन चाहिँ सहयोग पुर्याएको छ त्यसैको फलस्वरूप आज हामी यहाँ यस्तो गरिमामय 52औं वार्षिक सभा मनाउन पाइरहेका छौँ। यस संस्थाको 52औं वार्षिक साधारण सभा मनाइरहनु पाउँदा 26औं कार्य समिति जुन स्थापना कालदेखि 26औं कार्य समितिसम्म अध्यक्ष उपाध्यक्ष महासचिव कोषाध्यक्ष जुन 26औं कार्य समितिका धर्मसेवा गर्दै आउनुभएका 26औं कार्य समितिका सदस्यहरूमा पनि धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु। ज्याचोले डब्ल्युएफबिएया उपाध्यक्ष धर्मोदय सभाय उपाध्यक्षले से नेपाल मण्डल टेलिभिजन या सञ्चालक समिति अध्यक्ष पदम ज्योति व लोटस रिसर्च सेन्टर या महासचिव अशोकानन्द वज्राचार्य छात्रवृत्ति लहलान दिएको ख ज्याजोले यला महानगरपालिका प्रमुख चिरीबाबु महर्जन पूर्व मुख्य सचिव तीर्थमान साक्य लगायतका बुद्धि दुगु ख